हेलो एभ्रिवान, भेरी भेरी गुड मर्निङ है। यहाँ आमा हेर्नुहोस् त पूजा गर्नको लागि नुहाइधुवाइ गरेर फुल टिप्नु आउनुभएको थियो। यहाँ फुल पनि छ हाम्रो। यहाँ चाहिँ यो रायो सागको बिजन यत्रो ठुलो भएको छ। यहाँ चाहिँ मेथी साग छ। कतिवटा ब्लग्स मैले बनाइसकेको छु कि भिडियो, तर मैले अपलोड गर्न सकेको छुइनँ। बिस्तारै बिस्तारै गर्छु। चाइनिज सागको यो चाहिँ रायो सागको गाइस। यो बिजन हेर्नुहोस्, घामले गर्दा मजाले देखेको छैन। यहाँ फोटो खिच्नु पर्यो हौ भरै। यहाँ पनि छ, यो पनि बिजन हुन्छ नि आमा। यो पहेँलो भएछ। यो त पहेँलो हुन्छ त, अन्त सुक्दै जान्छ। बिजन हेर्नुहोस् यता, यता हेर्नुहोस् न आमा। के भन्नु छ? के भन्नु र, सागबारीमा पसेको त हो। कुबेरका गाउनु भयो फेरि। कुबेरका हाम्रो घर छेउको पिकनिक जाने हो, खै बिहानदेखिको यताउति भइरहेको छ। ए भएछ त, ठिकै हिजो किनिरहेको छु मैले। दामी धनिया मजाको भएको छ नि यो बिजन साग। यहाँ न बिजन सागहरू गाइस, यो धनिया यति बेसी भएको छ। आलुको पनि मैले भिडियो बनाइरहेको छु, हालेको छुइनँ, हाल्नु पर्यो। बिजन रायो सागको बिजन नि रायो सागको बिजन। ए बिखो फेरि फल्दैछ। अस्ति टिपेको थिएँ, आम्म कतिवटा भएको, एउटा थुप्रै हुँदैछ। फल्दैछ बि। सीताले दिएको पो त मलाई बिजनले। ऊपर चाहिँ फुल छ बिचारा त। गाई हेर्नु न, घाम चाहिँ तापिरहेको छ। आमासँग भिडियो बनायो भने चाहिँ मेरो 3 मिनटभन्दा बेसी हुन्छ नि। अब कहाँ जानु आँटेको गाइस। अब हाम्रो सिबी पनि भएको छ अरे। यहाँ हेर्नुहोस् त मेवा के भएको छ अरे। चलो चले। अर्को खाले सेतो सिमी हुन्थ्यो कि छैन, यही चेप्टै सिमी हो गाइस, सिमी। हाम्रो घरमा यस्तो यस्तो सिमीहरू हुन्छ। त्यो लगाइदिनु। आलु त मैले अलग्गै भिडियो बनाएको छु, आलुको त म देखाउँछु। आमासँग घुम्यो भने चाहिँ यो अलग्गै देखाउनुपर्छ। गुलाबको फुल एकछिन ल। मन पर्नु छोडिसक्यो सागहरू, मक्का पो लाग्छ। म तपाईँहरूलाई अहिले अर्कै बिजन देखाउँछु ल, नेक्स्ट पार्टमा। यहाँ नै यो झन् यो